हेलो हेलो साथीहरू कति अरूले खाएको भिडियो हेर्नु होइन होइन छोरी हो कि होइन अनि आज पनि हामी चाहिँ ढेँडो खाएको है ढेँडो खाने अब आज छोरीलाई देखिँदैन अलि यता आउनु कहिले कहिले हामी पनि खाएको भिडियो हालौँ भनेर नि राइस अलि यता आउनु मासु र ढेँडो हड्डी हड्डी खान्छ उसले त मासु खाँदैन हड्डी चाहिँ लुस्छ हड्डी खा रखा है अहिले चाहिँ हड्डी लुस्न थाले मेरो छोरीले गाइस हड्डी खा रखने खा कति मिठो गाइस ढेँडो त हजुरहरूलाई ढेँडो मनपर्छ पर्दैन साथीहरू हामीलाई चाहिँ ढेँडो मनपर्छ यसरी मेरो छोरी चाहिँ आज मात्रै देखियो कहिलेकाहीँ यसो आफू पनि हालिदिउँ न खाएको भिडियो होइन साथीहरू कति अरूले खाएको भिडियो हेर्नु हामीले खाएको नि हेरोस् न अरूले पनि होइन र साथीहरू जोसुकैले जेसुकै बनोस् खाएको भिडियो हालेको बनाओस् कि जेसुकै बनाओस् मतलबै छैन गाइस बाललाई फराएर छिस छिस भने जस्तै मन पर्नेले लाइक गर्छ मन नपर्नेले खुट्टा माथि सर्छ हिँड्छ छोड्छ गाइस पानी बाहिर छ त बोतलमा मेरो छोरीले चाहिँ बाहिर बसेर खाएर पानी खोज्न आउँछ भित्र पानी मैले अहिले बोतलमा भरेर राखेको छ छालो छालो के छालो दिदीलाई देऊ यहाँ पनि छ दिदीले खान्छ कि त्यसलाई मनपर्छ नि त मासु नानी दिदी मासु नानी मान्छे किन मासु नानी मान्छे किन हाल्दिनु भात हाल्नु पर्दैछ बुढो हड्डी नै रहेन छ हो 3 मिनट भएछ काटिदिनु पुरा त्यहाँ कति लामो त्यही हो साथीहरू मिठो छ मासु अवसर त मनपर्छ बिचरा खोदको ढिँडो नाम तल स्यातेर बाउ चाउरीले के गर्छ भने जस्तै
साह्रै मिठो साथीहरू। अनि ढेँडो चटनी यसरी हुनुपर्छ गाइज। एउटा सकिन दाजु। मासु ओके साथीहरू, मेरो भिडियो हेरेर माया गरिदिनु, लाइक कमेन्ट गरिदिनु। म पनि हजुरहरूको भिडियोमा लाइक कमेन्ट गर्छु, सेयर गर्छु, सब्सक्राइब गर्छु। पहिला मेरो भिडियो फुल वाच गर्नु है साथीहरू। ओके, बाई बाई।